अरे बुढी आएदेखि के लुगा किन्दै छैन? किन किन्दिन् त अनि? लुगा छैन र? तपाईँले किनेको चाहिँ छैन। लुगा छैन भने छैन भन। प्लास्टिकमा थियो। लुगा छैन र त्यसो भनेको? तपाईँले चाहिँ किनिदिनु भयो। हेरौँ कपडा। तेरो कपडा हेर्छु ल म दराजमा अनि। मेरो बुढीको कपडै छैन अरे होइन। अब हेर्छु ल म यहाँ छैन भने किनिदिनु पर्ला। एक सर्ट त देखिहालेँ यहाँ। यो त मेरो भइगयो। मेरो बुढीको लुगै छैन अरे। ल यहाँ हेर्नुहोस् गाइज, यो कपडा होइन, यो लुगा होइन, यहाँ के छ मलाई त थाहा छैन। तर एक दराज यहाँ भरि छ। अब यतापट्टि नि हेरौँ है। इ कपडा छैन अरे मेरो बुढीको। यो एउटै ह्याङ्गरमा कति किसिमको कतिवटा यति भरि छ यत्रो ठुलो। यहाँ यस्तो, यहाँ यस्तो कपडा। ल हेर्नुहोस् कपडा। ल हेर त कपडा छैन अरे मेरो बुढीको। यो सबै उसैको हो। यो सबै उसैको। यहाँ मेरो एक दुईवटा टी सर्ट छ, अरू सबै उसैको हो। यहाँ तल पनि उसकै धेर छ। यहाँ मेरो छँदै छैन। ल अनि कपडा किन्दैन भनेर मुख बङ्ग्याइबस्छ मेरो बुढी। ल यो सबै उसैको हो। अब यतातिर नि छ कि यता त रहेनस्, यता पनि छैन। अब अरूतिर नि माथि सुकाएको छ उति नै होइन। यो दराजभरि कपडा उसैको हो। यो यति मेरो हो दुईटा, अरू सब उसैको हो यो कपडा। ल यो सबै उसैको। मेरो एउटा हाफपेन्ट, यो सबै उसैको। कपडा छैन अरे मेरो बुढीको। अनि यस्तो भएपछि एउटा घडेरी किन्ने, एउटा हाइवेमा घडेरी किन्ने कपडामा पैसा फालेछ मेरो बुढीले। अनि कपडा छैन अरे अझै। यही हो अनुहार। यो पोपोबाट 1200 रुपियाँ पैसा कमाएको त्यो कपडा किनिहाल्ने अरे। ल यही हो।